सम्पूर्णमा नमस्कार। म प्रदीप खड्का। आज मिति 2083 साल जेठ 31 गते हाम्रो यस डिस्कभरी सेकेन्डरी स्कुलका विद्यार्थीहरूका लागि एउटा निकै फरक र उत्साहजनक किताबी ज्ञान र कक्षा कोठाको चौघेराभन्दा बाहिर निस्किएर आज हामी भाइ बहिनीहरूको मानसिक र रचनात्मक विकासका लागि आज हामी एउटा विशेष सिनेमा यात्रामा निस्किरहेका छौँ। विद्यालय प्राङ्गणबाट कक्षा 6 देखि 10 सम्मका प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई साथमा लिएर हाम्रो यात्रा अगाडि बढ्छ। अब भने हामी आइपुगेका छौँ धनगढीमा रहेको एसटिएस सिनेमा हल। आज हाम्रा विद्यार्थीहरू यहाँ प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र रोल नम्बर 1 को विशेष अवलोकन गर्नेछ। देख्न सक्छौँ विद्यार्थीहरू कति उत्साहित छन्। मनोरञ्जनका साथसाथै चलचित्रले दिने सकारात्मक सन्देश र सामाजिक शिक्षा भाइबहिनीहरूका लागि निकै उपयोगी हुने विश्वास छ। हलभित्रको यो रोमाञ्चक माहौल विद्यार्थी भाइ बहिनीहरू अगाडि बढिसकेका छन्। हामी हलमा पुगिसकेका छौँ। अब भने यहाँ चलचित्रका केही दृश्य देख्न सक्छौँ। अन्तरालपछि विद्यार्थी भाइ बहिनीहरू फेरि आवश्यक सरसामान किनमेल गर्न लागिरहेका छन्। चलचित्रको दृश्य हामी अवलोकन गर्न सक्छौँ। कुनै पनि एउटा व्यक्तिले आफ्नो इच्छा सपना गरिएका कार्यहरू सधैँ प्रभावकारी रहन्छ, सधैँ विशेष रहन्छ। यो दृश्यमा देख्न सक्छौँ ज्ञानलाई इच्छा प्रयास गर्दा कक्षा कोठाको चलचित्रका दृश्यसँगै ताली र आँसुले आजको बसाइ सिधै एउटा राम्रो चलचित्रले मनोरञ्जन मात्र दिँदैन, सिकाउने र सुन्ने तरिका हाम्रा आदरणीय शिक्षकहरूलाई धेरै ज्ञापन गर्न चाहन्छु। हस्त